तराईको केटाहरू चाहिँ खाना चाहिँ आउँछ 40-50 रुपियाँ बढी दियो भने अर्को दिनमा चाहिँ भेट्छ होइन अनि के भन्छ तिमीलाई हिजो हामीले चाहिँ 100 रुपियाँ अलि धेरै दिएको छु है चिया चाहिँ हाल गर्छ क्या त्यो भन्छ कि होइन यस्तो मन दुख्छ नि कसम होइन राम्रोसँग पनि भन्न सक्छ नि त हल्लिन्छ कि तिमीले अलिकति पैसा हिजो बढी दिएको छु भन्दा तिमीले पनि त्यस्तै भन्छ कि सोचिरहेको क्या हामी त्यस्तो छैनौँ त फेरि कस्तो गर्छ नि एकचोटि ल वासमा तिमीलाई चाहिँ हिजो अलिकति त्यो गोजीमा हाल्यो अरे र अझ यस्तो गरेर तिमीलाई हिजो अलिकति पैसा दिएको छु है अहिले चाहिँ हाल न भन्छ कि यस्तो गरेर हल्लिएर त्यस्तो छैन कतिको दुःख हुन्छ नि यो चिया बेच्दा दुःख त के भन्ने यार दुःख त अति दुःख हो क्या अति दुःख हो क्या होइन 3 बजी उठ्नुपर्छ हेर न अहिलेसम्म बेचिरहेको छु यत्रो राति भइसक्यो सुत्ने टाइम भइसक्यो अरू चाहिँ खाना आएर कता छन् हामी चाहिँ कामतिर छु खाना होटेलमा हो कि नाइ आफै बस्ने को सिङ्गल लाइट सिङ्गल बस सिङ्गलै हो कसरी हुन्छ नि मनी चाहिँ पैसा त्यस्तै दिनमा 500 400 300 होइन त्यही त हेरेर टरिरहेछ अनि पढाइ पनि छ कि पढ्छु नि किन न कहाँ पढ्ने नोबेलमा थियो ब्याक लागेको थियो क्या कटाउँछु कि भन्ने सोच्छ खै के हो थाहै छैन पढ्ने हो कि नै कामतिर बिजी दिवस भएको चाहिँ किन भइसक्यो त पुरै नगरेको छ एकचोटि सकियो कुरालाई दोहोऱ्याउनु पनि हुन्न क्या हजुरको ब्रेकअप भएको कि डिभोर्स बिहे गरेको ब्रेकअप भएको हो ब्रेकअप भएको कति वर्षको 7 वर्ष कस्तो बिहे भएरै हो कि खास गरी बिहे नहुँदै लभमै ब्रेकअप भएको कि डिभोर्स नै भएको त्यो ब्रेकअप मात्रै भएको छ क्या डिभोर्स भएको छैन यो ब्रेकअप कुरा नगर्नु। ल म जान्छु त है ल, चलो। जानुहुन्छ ल राम्रोसँग बेच्नु है ल बाई सेम टु यु